नमस्ते। आज हामी नेपालमा शिक्षाको महत्त्वबारे एउटा निकै विचारोत्तेजक सामग्री पाएका छौं। त्यसैको अलि गहिरो विश्लेषण गरौँ न। नमस्ते। हो गरौँ न। यो सामग्रीले शिक्षा कसरी व्यक्तिगत र राष्ट्रिय विकासकै लागि एउटा महत्त्वपूर्ण साधन बन्न सक्छ भन्नेमा केन्द्रित छ जस्तो लाग्यो। हो, अनि यसले केलाउन खोजेको मुख्य प्रश्न पनि निकै महत्त्वपूर्ण छ नि, होइन? खास गरी ग्रामीण र पिछडिएका समुदायका लागि अवसरको ढोका कसरी खोल्छ शिक्षाले? त्यही त। र यो सामग्रीको विश्लेषण हेर्दा यसले परम्परागत सोचभन्दा अलि फरक ढङ्गले हेरेको छ कि जस्तो पनि लाग्यो मलाई। साँच्ची? त्यो त रोचक भयो। सामग्रीले सुरु व्यक्तिलाई सशक्त बनाउने कुराबाट गर्छ, ज्ञान, सिप अनि आत्मविश्वास बढाएर। तर सशक्तिकरण भन्नाले यहाँ के ठ्याक्कै खालि डिग्री लिनु मात्रै हो त? होइन, त्यही त। सामग्रीले सशक्तिकरणलाई अलि फराकिलो नजरले हेरेको छ। यो डिग्री मात्रै होइन, बरु मतलब आफ्नो जीवन र समुदाय बारे अलि जानकारी राखेर निर्णय लिन सक्ने क्षमता हो। मतलब व्यावहारिक क्षमता हो, एकदम। सामग्रीमा त केसम्म भनेको छ भने साधारण जोड घटाउ गर्न सक्ने सिपले मात्रै पनि गाउँघरमा मान्छेले त्यो ऋणको कागजपत्र बुझ्न कति मद्दत गर्छ। हो नि, त्यो त एकदमै हो। सानो कुराले ठूलो फरक पार्ने। अनि त्यसले आफ्नो आर्थिक अवस्था सुधार्न पनि बाटो खोल्छ। यो सानो देखिने सिपले पनि कत्रो फरक पार्न सक्छ। यो त निकै व्यावहारिक पक्ष भयो है। अनि यसले गरिबी र असमानता घटाउन चाहिँ कसरी भूमिका खेल्छ रे? सामग्रीले के भन्छ? सामग्रीको तर्क के छ भने यही सशक्तिकरणले मान्छेलाई कि त राम्रो जागिर खोज्न कि आफ्नै सानोतिनो व्यवसाय सुरु गर्न सक्ने बनाउँछ। आर्थिक अवसर हो। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ यसले सामाजिक असमानतालाई चुनौती दिन मद्दत गर्छ, चाहे त्यो लैङ्गिक होस् वा जातीय। कसरी? जब सबैले सिक्ने र अघि बढ्ने मौका समान रूपमा पाउँछन् नि, तब ती पुराना बाधा अडचनहरू आफै कमजोर हुँदै जान्छन् भन्ने विश्लेषण छ सामग्रीको। अनि समावेशी शिक्षाको कुरा पनि पक्कै उठाएको होला नि। यस सन्दर्भमा समावेशी भन्नाले के त? हो, एकदम जोड दिएको छ। शिक्षाको पहुँच मात्रै भएर भएन, त्यो गुणस्तरीय पनि हुनु पर्यो र सबैका लागि सान्दर्भिक पनि। मतलब उसको पृष्ठभूमि, लिङ्ग, क्षमता जे भए पनि सबैलाई समेट्ने खालको। हो। त्यस्तो शिक्षाले मात्रै वास्तविक समानता ल्याउन सक्छ भन्ने तर्क छ। अनि यसले स्वास्थ्य, सरसफाइ जस्ता कुरामा चेतना बढाएर समाजको स्वास्थ्यमा सुधार ल्याउने कुरा पनि छ। यो त भयो व्यक्तिगत र सामुदायिक तहको कुरा। अब यसलाई राष्ट्रिय स्तरमा कसरी जोडेको छ सामग्रीले? जस्तो आर्थिक वृद्धिमा शिक्षित जनशक्तिको भूमिका बारे केही छ कि? एकदम। सामग्रीले के तर्क गर्छ भने जब देशमा दक्ष र आलोचनात्मक सोच्न सक्ने नागरिक हुन्छन् तब नवीनता बढ्छ। इनोभेसन भन्छ नि। नयाँ सोच, नयाँ तरिका। हो। अनि उत्पादकता पनि बढ्छ, चाहे त्यो कृषिमा नयाँ प्रविधि अपनाउने कुरा होस् वा सेवा क्षेत्रमा गुणस्तर सुधार्ने। शिक्षित जनशक्ति यसको आधार हो। अनि यो ठूला उद्योगमा मात्रै सीमित हो कि साना व्यवसायलाई पनि फाइदा हुन्छ? सामग्री अनुसार यो ठूला उद्योगको मात्र कुरा होइन, साना र मझोला व्यवसायहरू पनि यसबाट लाभान्वित हुन्छन्, जसले गर्दा समग्र अर्थतन्त्र नै बलियो बन्छ। मलाई यहाँनिर अर्को एउटा कुरा निकै चाखलाग्दो लाग्यो, शिक्षा र प्रजातन्त्रको सम्बन्धबारे। सामग्रीले यसमा केही भनेको छ? निश्चित रूपमा। सामग्रीले भन्छ कि शिक्षित नागरिकहरू आफ्नो अधिकार र कर्तव्यप्रति बढी सचेत हुन्छन्। मतलब बढी जानकारी राख्ने भए? हो। उनीहरू सूचनामा आधारित भएर आफ्नो विचार राख्न सक्छन्, सार्वजनिक मुद्दामा बहस गर्न सक्छन् अनि सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्न सक्छन्। खाली भोट हाल्ने मात्रै होइन, अरू कुरामा पनि सक्रिय हुने। एकदम। स्थानीय तहमा विकास निर्माणका काममा सहभागी हुने कुरा पनि हो। यसले लोकतन्त्रलाई जीवन्त र सहभागीमूलक बनाउँछ भन्ने विश्लेषण छ। भनेपछि यी सबै कुराहरूलाई सँगै राखेर हेर्दा त शिक्षा भनेको व्यक्तिगत सम्पत्ति मात्रै रहेनछ, यो त सिङ्गो राष्ट्रको भविष्य बनाउने जग पो रहेछ। हो त नि। आर्थिक अवसर सिर्जना गर्नेदेखि लिएर सामाजिक न्याय अनि बलियो लोकतन्त्रसम्म कति धेरै पक्षलाई एकैचोटि छुँदो रहेछ। सामग्रीको निष्कर्ष पनि यही होला सायद। हो, एकदम स्पष्ट छ निष्कर्ष। नेपाल जस्तो विकासशील देशका लागि गुणस्तरीय र सबैको पहुँचमा भएको शिक्षामा लगानी गर्नु भनेको विलासिता होइन, यो त अत्यावश्यकता हो। दिगो विकास र समृद्धिको लागि सबैभन्दा महत्त्वपूर्ण लगानी नै यही हो भन्ने हो। सामग्रीले त्यही कुरामा जोड दिएको छ। यो विश्लेषणले साँच्चै सोच्न बाध्य बनायो।
यदि शिक्षा यति नै आधारभूत र महत्त्वपूर्ण हो भने यसको पहुँच र गुणस्तर सुनिश्चित गर्ने प्रयासहरू त पक्कै भइरहेका छन् होला? अवश्य छन्। तर यसै सन्दर्भमा एउटा प्रश्न श्रोताहरूका लागि पनि छोड्न सकिन्छ कि के प्रश्न? सबै नागरिकसम्म, विशेष गरी दुर्गम र सीमान्तकृत समुदायसम्म साँच्चीकै प्रभावकारी र गुणस्तरीय शिक्षा पुर्याउन अहिले भइरहेका प्रयासहरूमा थप कस्तो नवीनता वा फरक सोच आवश्यक छ होला, जसले गर्दा परिणाममा वास्तविक परिवर्तन देख्न सकियोस्? यो एउटा विचारणीय प्रश्न हो।